हेलो गाइज वेलकम ब्याक माई न्यू ब्लग तपाईँहरूलाई फेरि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी स्यामरङ घुम्न जाँदैछ। स्यामरङ भनेको चाहिँ त्यो हो ठ्याक्कै हाम्रो पारी। अब मोबाइलको क्वालिटी पनि राम्रो छैन, क्यामेराको पनि के भन्छ अरे मौसम पनि धमिल धमिल छ, त्यही भएर राम्रोसँग देखेको छैन है। यो चाहिँ देख्न सक्छ हाम्रो गाउँ रोडहरू निर्माण हुँदैछ, मर्मत हुँदैछ। अब हामी चाहिँ म र एकजना साथी आज जाँदैछ स्यामरङ। मलाई आज के भन्छ अरे त्यो पुल चाहिँ लामो पनि छ अग्लो पनि छ है गाइस। त्यो पुल चाहिँ लामो पनि छ अग्लो पनि छ, त्यही हो। अनि आज तपाईँको लुक्स कस्तो देखाएको छ त भने लुक्स आज चाहिँ छुट्टै लुक्समा हिँड्ने हो। साथी चाहिँ अब आउँदैछ घरदेखि, अब म चाहिँ हिँड्दै गर्छु होइन। हाम्रो बाइक उतै छ, खै नदेखि रहेछ यार। हाम्रो घोडा चाहिँ उत्यहाँ छ, उत्यहाँ ट्याक्क घोडा देख्न सक्छ। घोडा अन्त फेरि नजुक्ने होला बाइक होइन। साथी र म चाहिँ यसमा जाँदैछ होइन। अब आज घुम्नु पर्छ, रमाइलो गर्नुपर्छ, त्यही हो। अहिले चाहिँ 1 बजिसकेको छ, साँढे घुम्न लागेको छ। अब त्यही हो, अब अहिले गइन्छ, बेलुका फर्किन्छ, त्यही हो। म चाहिँ फर्स्ट टाइम हो फेरि त्यो स्यामरङ भन्ने ठाउँ। अब के कस्तो हुन्छ होइन। स्यामरङको जरा अर्मलासम्म चाहिँ पुगेको छ, स्यामरङसम्म त पुगेको छैन कि म। अब आज चाहिँ जानुला फर्स्ट टाइम होइन। त्यहाँदेखि झर्दा कस्तो हुन्छ के हुन्छ त्यो मलाई थाहा छैन। अब गाइजहरू है यो भन्छ अरे मेरो युट्युब च्यानललाई सब्सक्राइब चाहिँ गरिदिनु, अनि तपाईँहरूको तमेलाई माया गरिदिनु, त्यही हो। अरू भन्नु केही आउँदैन। फर्स्ट हो है, म घर नयाँ बनाउँदैछ, त्यही भएर अब अहिले हामी निस्केपछि बाटोतिर भेट्नुपर्छ गाइज। अहिलेलाई सो फाइनली गाइज अहिले हामी निस्किसकेको छ है। अहिले हामी यता डोडे खोला आइपुगिसकेको छ। डोडे खोला यो खोला चाहिँ असारमा बाल ठुलाउँछ है गाइस। त्यो भन्छ अरे तपाईँहरू नै माछा मारेर आउनुहोस् होला, देख्न सक्छौ। यो चाहिँ यहाँको यस्तो छ अहिले खोलाको अवस्था, असारमा ठुलो हुन्छ। हामी चाहिँ फेरि यो खोला डरो पाउने खेल्छ क्या, पाइन त्यही हो। अब अहिले निस्किँदैछ, अब अहिले बाटो नि अप्ठ्यारो छ। अब अहिले आफ्नो गन्तव्य पुरा हुन लाग्यो बजार है। पुल नबस्नु जाने हर्नी मेलामा बस्नु बाइक सोधी बजार गए, सोधी बजार गाइस। हामी अब अहिले अर्मलादेखि उकालो गर्दैछ है।
अलि अप्ठ्यारै रहेछ साइडको बाटो हेर्नु त ऊ बाटो छ है यस्तो छ अवस्था दिइरहेको हाम्रो बारी हाम्रो मान्छे बोल्न पनि अब अहिले माथि बर्खा मात्रै हो पछाडि मान्छे बाइक हो मलाई कस्तो गरेँ गरिहाल्छु हो त यो ठाउँमा फर्स्ट टाइम आएको त्यो रमाइलो केही रहेछ रमाइलो ढोकिना जङ्गल कहाँ पारिपट्टि हाम्रो ठाउँ हेर्दा झन् है गाउँहरू हेरेर हाम्रो कम्युनिटी गाउँ है झगडा पनि हुन्छ यस्तो ठाडै रहनुपर्छ ठाडै साह्रै पहिला घरमा पनि गरेको थिएँ बारी चाहिँ हाम्रो गाइस हाम्रो गाउँठाउँ रमाइलो छ रोड त क्या चिल्लो देखाँदै तपाईँ रमाइलो पटारी हो राम्रो भयो गाइसहरू कतै भयो बाटो कहाँ बाटोको अवस्था यस्तो माया गर्छु फेरि राइडर मात्र होइन के कलाकार पनि हो त्यो चाहिँ हाम्रो गाउँ है राम्रो यस्तो भिरहरू रहेछ गाइस छ है अब यस्तो भिरको माथि जानुपर्छ पर्ने अवस्था हुन्छ है
अर्पण बाटो जाने भयो यताबाट त हमारे दौर में सबसे अच्छा रहेगा भाई हमारे दौर में सबसे अच्छा रहेगा Vir, 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 vir. Ya. Bakra, 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 bakra. Meh. 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 भिरहरू छ जति माथि गयो त्यति ठाउँहरू गोवाको देख्ने हाम्रो ठाउँ यो भेग चाहिँ मान्पु साइड हो गाइजहरू देख्न सक्छ अब मोबाइलको क्यामेराको क्वालिटी राम्रो छैन कस्तो कस्तो मोबाइल यस्तै हो पछि अब Ready market कहिले आइन्छ माथि एउटा घर देखिसकेको छ है अब अहिले साँझतिर भेट्नुपर्छ गाइस अब अहिले त्यही हो अब त्यो पुलको छेउमा आइपुगिसकेको छ है के भन्छ अरे बाइकबाट नि झरिसक्यो यो यता भलाकको तल चाहिँ खत्रै जङ्गल रहेछ कि बनिकै आमा रुखे रुख सालहरूको खत्रै ए पुल यहीँ छ हाम्रो साथी हिँड्दैछ हामी एक घन्टाको यात्रा पछि हामी आफ्नो ठाउँ आइपुग्यो यात्रा 1 घन्टाको यात्रापछि हामी अब पुलतिर प्रवेश गर्दैछ है यो ठाउँ चाहिँ तपाईहरु के भन्छ अरे पानी पर्ने बेलातिर आयो भने अझ बवाल देख्छौ के भन्छ अरे यहाँ पुरै झर्ना देख्छ है बवाल देख्छ त्यतिखेरतिर आयो भने कति बजे अहिले हामीलाई यो पुल पारीसम्म पुग्दै कति मिनेट लाग्दो रहेछ हेरौँ यो बोर्ड नि लेखेको छैन क्या यति मिटर के भन्छ अरे लम्बाइ भनेर है यस्तो छ है गाइजहरु के हेर खत्रै छ दुई हाम्रो साथी हिँड्दै इन्जोय गर्दैछ साथी चाहिँ पहिला एकचोटि नि आइसकेको रे म चाहिँ फर्स्ट टाइम हो है त्यही भएर मलाई चाहिँ बहुत अच्छा लागेको छ क्या के हो गाई जस्तो आमा कति तल हो भने अब नेपालको बाहुबली चाहिँ सुटिङ चाहिँ यता गर्नु पर्यो क्या दिबर
सानो सानो डन्डी डाँडा हो सब के अन्त यार अब सिङ्गर परेन यस्तो छ ए मोबाइल झर्ला भने जस्तो लागिरह भने मोबाइल झऱ्यो भने त देख्दैन यार माथिदेखि के रिप्लाई आइरहेको छ यार मोबाइल छ ठाउँ चाहिँ गाइजहरू अब तपाईँहरू नि आउनुहोस् होला घुम्नलाई भ्रमण है घुम्नलाई यो ठाउँ चाहिँ के भन्छ अरे बर्खातिर भनौँ न जस्तै अब पानी पर्ने बेलातिर आयो भने त कडाइ देख्छ कि यो ठाउँमा झर्ना देख्छ अब नआए पनि हाम्रो उता गाउँदेखि देख्छ हाम्रो गाउँ चाहिँ उता है गाइजहरू पटुन्जे गाउँ चाहिँ त्यो हो मानबुचे यो हो है मानबुचे यो हो पटुन्जे चाहिँ यो हो अब चिनिराख्नु होला देखिराख्नु होला तपाईँहरूलाई अब कतै छ मेरो क्यामेरा क्वालिटी राम्रो छैन हाम्रो आजको यात्रा चाहिँ त्यो पटुन्जी गाउँदेखि यहाँ चाहिँ यता स्यामराङको सागसम्मै 1 घन्टामा आइपुगेको छ गोर्खा सिरान चोकरीमै घेराबारी कति चस्मा लाउने क्या कति चस्मा लाउने आँखामा अब बिहान खाँडाको त्यो हेर्नु पर्छ पारी अझै यत्रो लामो छ यता यति लामो हामी चाहिँ बिचतिर आइपुग्छ ओहो हाम्रो जर्नी चाहिँ आज एकदम सफल भनेर रमाइलो र राम्रो भयो अब जर्नी चाहिँ आज हाम्रो खत्रै भयो रमाइलो भयो है धेरै भिड छ उयो जहाँ त धेरै के हो यस्तो यार उयो हाम्रो गाउँ त नयाँ डेन्जर लामो देखिँदैछ उयो आगे तिमी तन्किएको त्यहाँ हाम्रो घर भएको झुलपट्टि रहेछ है त्यो टाइम नि 28:32 भनेपछि 4 मिनट हो 4 मिनट हो भइसकेको छ त यार हामी त आएको स्यामराङ यो पारी गाउँदै स्यामराङ हो माथि एउटा पुल छ नयाँ नयाँ रे अर्को यो सँगसँगै बनेको त्यो नि ठाउँ त्यो नि पुल नि बवाल छ तर आज चाहिँ हामी नजाने आजको हाम्रो जर्नी चाहिँ यहाँसम्मको मात्र रहेको छ है पारी स्यामराङ देख्न सक्छ यो चाहिँ स्यामराङको हो हाम्रो पारिवारी के भन्नु त गाइजहरू अब त्यही हो अब आइपुग्नु ए जङ्गलमा अब वाल रहेछ कि यो त के हो रुख होइन यो त सल्लाइ क्या होइन साले क्या होइन त्यही त 33 28 भनेपछि 3 यहाँ आइपुग्नु त हाम्रो चाहिँ यो 5 मिनटमा पार गरेको छ यो पुल 5 मिनटमा गाइज अब त्यही हो अब 5 मिनटमा पार गर्यो अब अहिले यहाँ बस्दै अब एकछिन बस्दै जाने
अब एकछिन बस्ने छ, अब जाने छ। आजको भ्लग यहीँसम्म हुनेछ। अब पछि भ्लग नि हेर्दै गर्नु होला, आउँदै गर्छ हैन। आजको भ्लग यति हो। सब्सक्राइब गरिदिनु होला, लाइक सब्सक्राइब कमेन्ट सपोर्ट गरिदिनु होला। त्यही आज यति भन्दै आजको भ्लग यहीँ टुङ्गाउन जान्छु। हस् त बाइ बाइ।